विशेष गरी यहाँ बिचको भाइको एउटा केटी बा पाइप हाल्छ कि पायो भने लिएर गइहालौँ भन्ने हाम्रो उद्देश्यले हामी चाहिँ यहाँ घुमिरहेछौँ। यहाँ चाहिँ हामी टक्क लाएर अब सोलखुममा जाँदैछौँ है गाइजहरू होइन। पछाडि हाम्रो गाडी छ होइन। यता वरिपरि एकदमै कलबारीले एकदम बाटो बिगारेर रहेछ होइन। टक्क लाएर यस्तो बबाल छ भ्यू है। हेर्दै गरौँ नभनौँ खुल्या छैन अलिक राम्रो छैन होइन। ल गाइजहरू आज चाहिँ अब सोलखुम महिना लायो होइन। गाडी आउँदैछ कहाँनिर। अब म चाहिँ यता कलङ्कीमा छु अहिले है। चक्कसी देख्न सक्नुहुन्छ अहिले चाहिँ कति बजेको छ भने खै त हौ फोन पनि कहाँ भयो। बिहानको 2 बजे 36 मिनट भइसकेको छ होइन। अनि यो कलङ्कीमा आइरहेको छु म। ठिकै बस स्टपनिर यहाँनिर एउटा गाडी आउँछ होइन। अनि सोलो जानको लागि चाहिँ यसरी बिहानै हिँड्नुपर्छ है। यस्तो छ। यो चाहिँ अब यता पत्तालेतिर हो होइन। टक्क लाएर यसरी चाहिँ अब हिजो अस्ति भूकम्प आए पश्चात नै त्यो दिन नै लगभग मलाई लाग्छ हिउँ परेको रहेछ होइन। तर हिउँ परेर चाहिँ यहाँनिर चाहिँ अब अलि सुकी के भन्छ अलिक बिलिसक्यो जस्तो नि रहेछ। तर अलिकति चाहिँ बाँकी छैन यस्तो छ। ल मन फर्स्ट टाइम ल कहिले यसरी देख्न पाइयो होइन। हिउँ यसरी चाहिँ हामी पत्तालेमा आज काठमाडौँबाट आउँदै गर्दा यसरी हिउँ चाहिँ छुन पाइयो देख्न पाइयो होइन। फर्स्ट टाइम यसपालि रमाइलो भइरहेछ। हात पनि चिसो चिसो छ। एकदमै हिउँ खेलिरहेछौँ होइन यहाँनिर। एकदमै रमाइलो भइरहेछ है। रमाइलो भइरहेछ एकदमै। यहाँनिर हेलो गयो एकछिन हिउँ खेले ताब्यो गर्ने मिल्नु रे पत्ता लिनु रे हो नि। बु छ योक्ता ल एकदमै रमाइलो भइरहेछ है यहाँनिर। हामी हाम्रो देउसाको साथीहरूसँग खाना खाइसकेर होइन घुर्मीतिर भ्रमण पनि निस्किरहेछौँ। विशेष गरी यहाँ बिचको भाइको एउटा केटी बा पाइप हाल्छ कि पायो भने लिएर गइहालौँ भन्ने हाम्रो उद्देश्यले हामी चाहिँ यहाँ घुमिरहेछौँ। केटी चाहिँ यहाँ रहेछ। अब यहाँ म घुर्मी देखाउँछु है। बाहिरतिर आलुहरू कोपीहरू अनि तोरीहरू होइन टक्क लाएर चाहिँ एकदमै अब रोपिएर छ है। अब घुर्मी चाहिँ यस्तै छ है साथीहरू। ल केराहरू पनि रहेछ होइन यतातिर एकदमै। अहिले चाहिँ त्यति धेरै गर्मी पनि रहेनछ होइन। एकदमै ठिक्कको रहेछ यहाँको तापक्रम के भन्छ मौसम चाहिँ। अब अलि गर्मी मौसममा चाहिँ धेरै गर्मी हुन्छ क्या त्यो। तर अहिले चाहिँ एकदमै राम्रो एकदमै मलाई चाहिँ एकदम ठिक लाग्यो यहाँको मौसम। ल हेलो हेलो फाइनल्ली हाम्रो आजको यात्रा चाहिँ सक्सेस हुन चाहिँ अब लगभग 1% मात्र जस्तै छ होइन। हामी आइसकेका छौँ। अनि यता यसलाई के भन्छ भन्दाखेरि झरेनी भन्छ। झरेनी हामी काटिसकेका छौँ। अब यता देउसाको लुक्स अब दृश्यहरू हेर्न सक्नुहुन्छ होइन। अब हाम्रो घर चाहिँ ऊ तल यो डाँडाबाट अलि तल गएर त्यो तेर्सो डाँडा भएको छ नि त। त्योतिर जानुपर्छ है।
अनि यो चाहिँ देउसा हो। यसरी हाम्रो यात्रा एकदमै भइरहेछ। हाम्रो गाडी यहाँनिर छ अनि यहाँबाट अब हामी निस्किन लागिरहेछौँ होइन। अब हाम्रो आजको करिब आदि हाम्रो यात्रा सक्सेस भइसकेको छ। अनि यता आज यहाँबाट निस्किँदैछन् होइन मान्छेहरू। अनि यसरी अब सामानहरू निकाल्ने काम पनि भइरहेछ यहाँनिर। गाह्रो छ हौ मलाई, हाम्रो यात्रा यस्तै छ। ल यो चाहिँ घुर्मी हो होइन टक्कल। र अब यहाँ आइसकेका छौँ हामी अनि यहाँबाट अब खाना खाएर चाहिँ अब आफ्नो गन्तव्यतिर अगाडि बढ्नेछौँ हामी। दाइहरू साथीहरू अब भर्खर हात मुख धुँदैछन् होइन। अनि यहाँ आएर टक्क खाना खाने हो अनि टक्कलाई निस्किनु पर्छ। पुगेको छ होइन। हेलो हेलो के छ आजको यात्रा? ठिक छ, राम्रो छ, एकदम बबाल छ। हाम्रो साथीहरूसँग अब लगभग हामी पुग्नै लाछौँ है। अब थोरै मात्रै छ बाँकी है। हाम्रो ह्यान्डसम दाजु यहाँ माथि हुनुहुन्छ। होइन नि सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला होइन। आज चाहिँ म तपाईँहरू माझमा एउटा अर्को नयाँ भिडियो लिएर आएको छु है। यहाँ अगाडि तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ सोलुखुम्बुको जोरबौध हो होइन। यतातिर देख्न सक्नुहुन्छ है हिउँ परेर चाहिँ नि यहाँ यस्तो छ है। यस्तो छ हिउँ। वाउ ल दामी छ। प्रवेशजी हेलो के छ? एकदमै ठिक छ, आरामै हुनुहुन्छ? म त गाडी लागेर एकदम। वेलकम ब्याक टु माई युट्युब च्यानल गाइजहरूलाई होइन। तपाईँहरूले यहाँ अगाडि देख्दै हुनुहुन्छ हाम्रो सोलुको पत्ताले चाहिँ एकदमै सुन्दर दृश्य तपाईँहरूले देख्दै हुनुहुन्छ है। यहाँनिर अनेकौँ चिमालका फुलहरू फुल्ने गर्छन् होइन। झरेर ढकमक खेतीहरू देख्न सकिन्छ। सोलुको एउटा सुन्दर स्थल हो है।